आदरणीय दर्शक महानुभावहरू नमस्कार। म यस टिकटक आईडी की बुहारी चाँदनी उपाध्याय। पछाडि तपाईले हाम्रो स्क्रिनको पछाडि देखिराख्नु भएको होला हाम्रो बुवा र हाम्रो बजै हुनुहुन्छ। हाम्रो बजै जुन उहाँको उमेर चाहिँ अहिले 108 वर्षको हुनुभयो। अनि उहाँ चाहिँ एकदमै बुढो हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो बुवाको मम्मी, हाम्रो बजै। त्यसै गरेर उहाँलाई आगो सेकिराख्नु छ। हेर्नुहोस् त, आहा, आफ्नो मम्मीलाई आगो सेकिराख्नु भएको छ। उता हाम्रो मम्मी हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो पार्वती। यो महिनाको यो श्री सुस्तानी माताको व्रत बस्नु भएको छ। आगो तापिराख्नु भएको छ। उहाँले केही काम गर्नु न, त्यसैले भोगले हैरानु भएको छ। अनि उहाँ चाहिँ हाम्रा मेरा पतिदेव, उहाँ चाहिँ हाम्रो बौरी बजैका नाति। अरू केही छ भन्नुपर्ने तपाईँको बुवा, तपाईँको? ल भन्नुहोस्। अब मेरो आमाले सधैँ मलाई हामीले आशीर्वाद दिँदै गरोस्। आमाको गाली नै हाम्रो आशीर्वाद हो। त्यही आमाको गाली नै हामीले आशीर्वाद त हो नि। हाम्रो आमाको गाली आशीर्वाद सबै आशीर्वाद हुन्छ। मेरो छोराछोरीलाई, छोरा बुहारीलाई विद्वान होस्, राम्रो होस्, सबै मास्टर डिग्री चाहिँ सकियोस्। अनि अब 1 वर्षभित्र मास्टर डिग्री, दुवैजनाको मास्टर डिग्री सकियोस्। ल, हजुरको आशीर्वाद हामीलाई लागोस्, बजैको आशीर्वाद तपाईँलाई लागोस्, तपाईँको आशीर्वाद हामीलाई लागोस् भन्दै हामी यहाँबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन, धन्यवाद।